भाग 8 जडीबुटी र आधुनिक औषधिसँगै प्रयोग गर्दा के सावधानी अपनाउने। जडीबुटी विज्ञान नेपाल। नमस्कार साथीहरू, जडीबुटी विज्ञान नेपालमा फेरि स्वागत छ। अघिल्लो एपिसोडमा हामीले मात्रा किन महत्त्वपूर्ण हुन्छ भन्ने कुरा बुझ्यौँ। आज हामी अर्को अत्यन्त महत्त्वपूर्ण विषयमा कुरा गर्नेछौँ। के जडीबुटी र आधुनिक औषधिसँगै प्रयोग गर्न मिल्छ? उत्तर हो, कहिलेकाहीँ मिल्न सक्छ, तर सधैँ सुरक्षित हुन्छ भन्ने होइन। केही जडीबुटीहरूले आधुनिक औषधिको असर बढाउन वा घटाउन सक्छन्। यसलाई औषधि जडीबुटी अन्तर्क्रिया भनिन्छ। यसकारण केही अवस्थामा औषधि अपेक्षाकृत कम प्रभावकारी हुन सक्छ वा साइड इफेक्टको जोखिम बढ्न सक्छ। यसको अर्थ सबै जडीबुटी र सबै औषधि सँगै प्रयोग गर्न हुँदैन भन्ने होइन, तर यस्तो संयोजन गर्दा वैज्ञानिक प्रमाण र स्वास्थ्य कर्मीको सल्लाह महत्त्वपूर्ण हुन्छ। यदि तपाईँ नियमित रूपमा कुनै औषधि खाइरहनु भएको छ भने नयाँ जडीबुटी वा हर्बल सप्लिमेन्ट प्रयोग गर्नुअघि आफ्नो चिकित्सक वा योग्य स्वास्थ्य कर्मीसँग सल्लाह गर्नु राम्रो हुन्छ। हाम्रो च्यानलको उद्देश्य जडीबुटी वा आधुनिक औषधिको विरोध गर्नु होइन। हाम्रो उद्देश्य सही जानकारी, सुरक्षा र वैज्ञानिक प्रमाणलाई प्राथमिकता दिनु हो। अर्को एपिसोडमा हामी सिक्नेछौँ जडीबुटीको गुणस्तर किन महत्त्वपूर्ण हुन्छ। धन्यवाद। फेरि भेटौँला अर्को पाठमा।